नमस्ते सबैलाई, स्वागत छ तपाईहरू सबैलाई मेरो नयाँ भ्लगमा। आज म आएको छु जम्बुडाँडा छेउमा रहेको यो सुन्दर कृष्ण मन्दिरमा। आजको भिडियोमा म तपाईलाई यहाँको पुरा वातावरण, मन्दिर र यहाँको अनुभव देखाउने छु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। मनलाई शान्त बनाउने र आत्मालाई सन्तुलन दिने एक अद्भुत स्थान हो। प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्रले मन्दिरलाई अझै आकर्षक बनाएको छ। मन्दिर पुग्ने बित्तिकै यहाँको शान्त वातावरणले मनलाई तुरुन्तै स्पर्श गर्छ। चारैतिर हरियाली, शीतल हावा र चराहरूको मधुरो आवाजले यहाँको माहौललाई अझै रमाइलो र सजीव बनाएको छ। यो कृष्ण मन्दिर स्थानीय बासिन्दाहरूको गहिरो आस्थाको केन्द्र हो। विशेष गरी शनिबार र एकादशीका दिन यहाँ भक्तजनहरूको भिड लाग्ने गर्दछ। भगवान श्रीकृष्ण प्रति श्रद्धा राख्ने मानिसहरूलाई यहाँ आएर पूजा आराधना गर्दछन् र आफ्नो मनोकामना व्यक्त गर्दछन्। मन्दिरको संरचना पनि आकर्षक र सरल छ, जसले यसको धार्मिक महत्त्व अझै प्रष्ट पार्छ। यहाँ आएर केही समय ध्यान गर्दा मनमा रहेको तनाव र चिन्ता हराउँदै गएको अनुभूति हुन्छ। जम्बुडाँडाको उचाइबाट देखिने दृश्य पनि निकै लोभलाग्दो छन्। मन्दिर वरिपरिको प्राकृतिक दृश्यले यस स्थानलाई एकदमै विशेष बनाएको छ। फोटो खिच्न, भिडियो बनाउन र समय बिताउनका लागि यो स्थान उपयुक्त छ। यदि तपाईँ शान्ति, सकारात्मक ऊर्जा र आध्यात्मिक अनुभूति खोज्दै हुनुहुन्छ भने जम्बुडाँडा छेउमा रहेको यो कृष्ण मन्दिर एकपटक अवश्य भ्रमण गर्नुपर्छ। यहाँको वातावरणले तपाईँको मनलाई हल्का र आनन्दित बनाउँछ। आजको भ्लग यतिकै हो। आशा छ तपाईँलाई यो भिडियो मन पर्यो होला। यदि भिडियो राम्रो लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला है। फेरि अर्को रमाइलो भ्लग लिएर भेटौँला। धन्यवाद।